नमस्कार। हामी सनातन हिन्दू धर्मावलम्बीहरूले चौरासी पूजालाई निकै ठुलो उत्सवको रूपमा लिने गर्छौँ र आफू 84 वर्ष पुग्दै गर्दा अथवा पूजा गर्दै गर्दा तुलादान गर्ने एउटा महत्त्वपूर्ण कार्यलाई चाहिँ गर्ने गरिन्छ। तुलादान गर्दा विशेषतः सिक्काबाट गर्ने यस हाम्रो क्षेत्रमा प्रचलन रहेको छ। सिक्का पैसा टकमारी गर्दा राज्यको पनि ठुलो व्यवहार हुने र त्यसको खरिद क्षमता पनि निकै कमजोर भइरहेको वर्तमान परिप्रेक्ष्यमा सिक्का दान गर्नाले लाने मान्छे अथवा सिक्का दान लिने मान्छेलाई पनि बोक्न ओर्न झन्झटिलो हुने र दिने मान्छेले पनि त्यो झन्झटिलो वस्तु दान गर्दाखेरि खासै फलदायी नहुने जस्तो ठानेर म मेरो धारणा यहाँ राख्न गइरहेको छु। अबदेखि हामीले तुलादान गर्ने सिलसिलामा त्यो कुरालाई थोरै परिमार्जित गरेर आफ्नो तौल बराबरको अन्न वा फलफुलसँग आफूले तौलिने र आफू जति तौल बराबरका छौँ त्यसमा 1 वा 2 रुपियाँ दरको सिक्का जति केजी लाग्ने हो त्यति केजीलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्दा कति रुपैयाँ बराबरको दान हुन्छ त्यति बराबरको दाम पनि अथवा रुपैयाँ पनि दान गरिने वस्तु फलफुल वा चामलमाथि राखेर तुलादान गर्न सकियो भने दान गर्नलाई तत्पर तयार राखेका चामल फलफुलहरू पनि सदुपयोग हुने र आफूले दान गर्न खोजेको रकम पनि दान हुने र लिने मान्छेले पनि सजिलैसँग त्यसलाई स्वीकार्ने र राज्यलाई पनि हानि नोक्सानी नहुने हुनाले अबदेखि त्यसो गर्न सकेको अवस्थामा हामी सबैलाई फाइदा हुने देखिन्छ। राज्यलाई पनि, दान गर्न खोज्ने मान्छेलाई पनि र दान लिने मान्छेलाई पनि। यदि यो विषय यदि शास्त्रसम्मत छ भने अबदेखि यसो गर्दा कसो होला, यो मेरो आफ्नो धारणा राखेको छु। यसलाई ठिक माने पार स्वीकार्नु होला, बेठिक माने पार कमेन्ट गर्नु होला। धन्यवाद।